आज टोकिएको नारितामा को बसाई नारिता एयरपोर्ट छोडेर जो कि हामी 3 महिनाको जापानको यात्राबाट घुम्दै आज नारिता एयरपोर्टको नजिक एउटा भियतनामीको होटलमा बसेर छोरी ज्वाइँ र म र श्रीमती हामी 4 जना यहीँ बसेर अब हामी होटलबाट बाहिर निस्किँदैछौँ र होटलबाट बाहिर निस्केर हामी अब केही छिनमा एयरपोर्टतर्फ लाग्दैछौँ। टोकियोको नारिताको एयरपोर्टमा अब हामी निस्किँदैछौँ। यो होटलमा हामी बसेका थियौँ हामी जो कि हामी टोकियोको पुरै घुमेर हामी बेलुका हामी आएर बस्यौँ। यो होटलमा बस्न असाध्यै राम्रो थियो र हामी बिहानको खाना समेत खाएर हामी यो होटलबाट हामी निस्किँदैछौँ र हाम्रो जति पनि घर फर्किनको लागि ब्यागहरू सबै हामी 2-3 दिन अगाडि नै हामी तयार गरेर गाडीमा राखेछौँ। गाडीमै छौँ र हामी कुनै प्याकिङ गर्नुपर्ने थिएन किनभने हामी पहिला नै प्याक गरेर हामी निस्केका थियौँ। अब हामी एयरपोर्ट हामी पुगिसकेका छौँ। एयरपोर्टमा छोरी ज्योतिले ज्वाइँले ब्यागहरू बोक्दै हामीलाई बाटो देखाउँदै गरेका छन् र हामीले ब्यागहरूलाई स्टेजरमा लगाएर हामी भित्र बस्दैछौँ। एयरपोर्ट ठुलो छ। हामीले 75 नम्बरको गेटलाई हामी फलो गर्दै हामी हिँडेका छौँ र हामी त्यहाँबाट सामानहरू जोखेर हामी भित्र प्रस्थान गऱ्यौँ र हामी 75 नम्बरको गेटमा भित्र पसेर हामी जापानको नारिता इन्टरनेसनल एयरपोर्टको अवलोकन गरेर हामी बसेका छौँ र हाम्रो हिरा पनि यसरी बसिराखेको छ जो 3 महिना घुमाएको पछि फर्किनको लागि घरतिर फर्किनको लागि हौसलाको साथमा तयार भएर बसे।